अहिले अहिले त बर्खाकै समय भए पनि बर्खामा अहिले पानी परिरहेको अवस्था थिएन र यस्तो अवस्था सिर्जना हुँदाखेरि चाहिँ त्यति बेलाको लागि पनि राजाहरूको पाला भनौँ न। अहिलेका नेताहरू त अब कहाँबाट कमिसन आउँछ र के गर्छ नि कसरी कमाउने गोजो भर्ने भन्दा दोस्रो कुरा छैन क्यारे। तर त्यति बेला चाहिँ राजाले चाहिँ वास्तवमै जनताको लागि सोच्दा रहेछन् र सोच्दै गर्दा यसरी चाहिँ सिँचाइको व्यवस्था चाहिँ मिलाएका रहेछन्। भनिसकेपछि अब राजा आऊ ज्ञानेन्द्र चोर देश छोड भन्दै गर्दा अब कतिजना दुखी हुने कतिजना खुसी हुने होइन। र चाहिँ अब यो चोर नेताहरू हुनुभन्दा को हुँदा ठिक रहेछ भन्ने कुरा त अब वास्तवमा अहिले कृषक विशेष त अब नपरेकालाई थाहा हुने कुरो भएन। परेका जो कृषकहरू जो मारमा पऱ्यो यो खडेरीले गर्दा यो खालको व्यवस्था त पहिल्यैदेखि रहेछ त भने यसरी त व्यवस्थापन बढाउँदै जान सकिन्थ्यो नि त। त्यो चाहिँ गरेन सरकारले पहलै गरेन। किनभने फाइदामुखी मात्रै बन्यो सरकार, आफ्नो गोजमुखी बन्यो। त्यो गर्दा चाहिँ यो अवस्था सिर्जना भयो, नत्र भने यो अवस्था सिर्जना हुन्थेन अहिलेको जस्तो। हिउँ जतिसुकै खडेरी परे पनि त्यो खालको चाहिँ अब खडेरी लाग्दै गर्दा बर्खा यो खडेरीको बेलामा पनि सिँचाइको प्रबन्ध कसरी मिलाउने भनेर चाहिँ सोच्न पर्ने चाहिँ जिम्मेवारी सरकारकै हो। किन भन्दा आफ्नो क्षेत्राधिकारका कुराहरू चाहिँ सम्बन्धित निकायले गर्न पर्थ्यो र गर्न पर्छ भन्ने मेरो भनाइ र ठम्मै हो। र यो ठाउँ चाहिँ